जापानको डेट लिनको लागि VFS ग्लोबलमा गएर कसरी एकाउन्ट क्रिएट गर्ने हेरौँ है साथीहरू। सुरुमा गुगलमा गएर VFS ग्लोबल गर्ने, त्यसपछि हामीले VFS ग्लोबलमा गइसकेपछि आई एम अप्लाइङ फ्रम टु नेपाल हैन, अनि त्यसपछि जापान हाल्नुपर्छ। आई एम गोइङ टु जापान, अनि नेक्स्ट गर्ने। अर्को ट्याब खुल्छ। अर्को ट्याब खुलिसकेपछि हामीले बुक नाउमा जानुपर्ने हुन्छ। बुक नाउमा गइसकेपछि फेरि अर्को ट्याब ओपन हुन्छ, त्यो हो लगइन पोर्टल साइट खुल्छ हो। यसरी आइसकेपछि त्यसपछि सुरुमा चाहिँ एकाउन्ट हामीले बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाउनको लागि आई डोन्ट ह्याभ एन एकाउन्टमा क्लिक गर्नुपर्छ। एकछिन टाइम लिन्छ। त्यसपछि यसरी खुलिसकेपछि हामीसँग एक्टिभ इमेल एकाउन्ट हुनुपर्छ सुरुमा। मैले यहाँ हालेँ, अनि त्यसपछि पासवर्ड आफूले एकदम सजिलो भनौँ न, सम्झिन सक्ने पासवर्ड हाल्नुपर्ने हुन्छ। यसरी हालिसकेपछि हैन, पासवर्ड सेम मिल्नु पर्यो। अनि त्यसपछि हामीलाई चाहिन्छ एउटा एक्टिभ मोबाइल नम्बर, अनि त्यो एक्टिभ नम्बर चाहिँ हाम्रो एकचोटि मात्रै इन्ट्री हुन्छ एउटा एकाउन्टमा है। अनि त्यसपछि आफ्नो नम्बर हाल्ने, एक्टिभ मोबाइल नम्बर। त्यो नम्बर चाहिँ एकचोटिलाई मात्रै काम गर्छ अकाउन्ट रजिस्टर गर्नलाई। अनि त्यसपछि सबैमा टिक मार्क लगाउने। टिक मार्क लगाइसकेपछि रजिस्टरमा क्लिक गर्नुपर्ने हुन्छ। हो, रजिस्टरमा क्लिक गरिसकेपछि अलमोस्ट डन भनेर आउँछ। त्यसपछि हामी केही समयपछि होल्ड गर्नुपर्ने हुन्छ, अनि मेलमा जाने। हामीलाई मेल आएको हुन्छ एक्टिभेसनको। हो, यसरी नै मेल आउनुपर्ने हुन्छ। मेल आइसकेपछि हामी सिधै एक्टिभेटेड एकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ। एकछिन टाइम लिन्छ, लोडिङ हुँदैछ। यसरी एक्टिभेसन सक्सेसफुल भनेर देखाइसकेपछि तपाईको अकाउन्ट चाहिँ रजिस्टर भएर पनि एक्टिभेट भइसक्यो। अब सिधै हामीले यसलाई लगइन गर्न सकिन्छ। लगइनको लागि फेरि हामी बुक नाउमै जानुपर्ने हुन्छ। बुक नाउ